अरियाल हन्टिङ हान्दै पानी तात्दैछ के ट्याक्क लाएर अब अरियाललाई यसलाई च्याप्प चोबेर यता ख्याप्प खाएर मन्दिरको अगाडि पानी मैले किन थाम्नु त गाइज मैले यो पानीमा मैले सन्तोष दाइलाई डुबाउने निर्णय गरिसकेको छु दाइ डुब्नुहोस् पौडी खेल्नुहोस् हामीले यो चाहिँ अरियाल चाहिँ जिउँदै छोपेको थियौँ कि यो अरियाललाई चाहिँ हामीले तातो पानी हाल्न लाखौँ उहाँ अब हाल्दैछन् दाइले खोल्दैछन् भुरो अब च्याप्प लाएर तातो पानी हाल्छन् उडिरह अरियाल बाहिरतिर नि अलिअलि उडिरह पक 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 दाइले चाहिँ पानी यहाँ चोप्दैछन् कि चोबिरहन् अब चाहिँ यो अरियाल मर्दैछ पुरै अब यो पुरै सखाप मोर्छ र यसलाई ट्याक्क बाहिर निकाल्ने सोध्दैछन् दाइले माथिबाट पानी खनाइदियो अरियाललाई पुरै मार्ने भयो कि यसले पुरै ध्वस्त पार्ने विचार गरिरहेको डोराबाट डेप्चीमा खनाइरहन् खनाउने मलाई फेरि निन्द लागिरहेको पुरै रात यहाँ निन्द लाएर मलाई यहाँ कस्तो गराइरहेको होइन खनाइरहन् अरियालका छोरा चाहिँ सेता सेता देखिरहन् अब यिनलाई चाहिँ निकाल्नु पर्ने हुन्छ चप्प लाएर निकाल्ने बताइरहन् के पुरै निकाल्दैछन् केटाहरूले छामिरहन् हेरिरहन् पुरै पल्टायो हो दामी 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 खतरा रहेछ कि खतरा रहेछ छोरा नि दामी दामी छन् खतरा लागिरहेछ कि केटाहरूले चाहिँ निकालिरहन् के पुरै निकाल्नमा पुरै माहिर छन् कि केटाहरू निकालिछन् पुरै हेरिरह एउटाले फेरि त्यत्तिकै लाइट देखाइरहेको त्यत्तिकै बिना काममा पुरै लाइट फेरि पुरै हो खतरा देखिरहेको के च्याप्प लाएर यसलाई मैले पनि पुरै आफ्नै पारामा फेरि मैले निकालिरहेको कि पुरै ट्याक्क लाएर केटाहरूले चाहिँ निकाल्न अल्छी गरिरहन् कि यस्तो अल्छी गरिरहन् नि निकाल्न ए यार सोलो यति सोलो गरेछन् नि यति सोलो छन् नि केटाहरू साला केटाहरूलाई एक लात्तीले नखाँदै रह्यो कि एकदम सोलो काम गर्छन् कि सबैले चाहिँ ट्याक्क निकालिराखौँ दिन लगाइरह अहिले के भन्दै हुनुहुन्छ कि केटाहरू राम्रोसित काम गर पुरै खतरा पारामा निकाल भन्दै सम्झाइराख्नु भयो कि खुसी हुन पुरै फेन्सी पारामा हाँसिरहन अब यो चाहिँ अब हामीले चाहिँ अब आगो बालेर यसलाई चाहिँ अब हामीले चाहिँ भुट्ने विचार गऱ्यौँ थियो अरियाल फेरि यो ठुलो गमला भएर थोरै देखेको तर मस्तै छ कि एक त यता चाहिँ दाइले पुरै प्याज काट्ने पुरै कार्यक्रम गर्दै यता चाहिँ आगो बाल्दै हुनुहुन्छ कि यहाँ चाहिँ यो बसिरहेको पुरै आफ्नै पारामा च्याप्प यहाँ आगो बलिरहेको म चाहिँ आफ्नै पारामा घुमिरहेको वरिपरि घुमिरहेको छु हेरिरहेको छु ल यहाँ चाहिँ हामीले चाहिँ यो चाहिँ अब यो प्याज चाहिँ यसलाई पुऱ्याउँदै भनौँ न त्यहाँ चाहिँ अब यसलाई चाहिँ अब हामीले राखिन्छ यहाँ चाहिँ दाइले चाहिँ बेसार राख्न लाउन जस्तो छ कि पुरै बेसार राख्दै हुनुहुन्छ कि पुरै काम भनेर चाहिँ 16 मौसममा हुनेछ कि यो चाहिँ रातिको 1 बजे हो पुरै दाइले खनाउन लाउन पुरै झार्न हो कि ल यस्तो हुनुपर्छ है काम भने फेरि बाबा लागेको पनि खत्रै बोलिरह भनौँ न अब यसलाई चलाएर च्याप्प पारेर यसलाई चाहिँ अब खाइन्छ एकछिनपछि यो चाहिँ पुरै पाक्दैछ कि यसलाई पकाएर यस्तो हेन्सी बनाउने नि पुरै खतरा हेन्सी बनाउने हो कि यसलाई पकाएर अब खाँदा यस्तो चप्प मिठो होस् न उनीहरूले नि भन्नु पकाउने क्रम जारी छ
पाकिसक्नु लाग्छ कि यो चाहिँ अहिले चाहिँ बाफ उडिरहेछ खतरा बाफ उडिरह दाइले चाहिँ के हाल्दै हुनुहुन्छ कि माथिबाट खोइ यो चाहिँ नुन जस्तो चाहिँ गरेर यहाँ चाहिँ पुरै पाकेर रेडी भइसक्यो कागती सागती हालेर एक्कैला एकदम स्वादिलो बनाउँदै यो 5 स्टार होटेलमा भन्दा एकदम बेस्ट पकाउँदैछौँ हामीले तपाईँहरूलाई कस्तो लागिरहेको यो पुरै हाम्रो प्रोग्राम हरियाल हन्टिङ यहाँ चाहिँ अब खानी सुरु भइसक्यो कि अब हामी चाहिँ अब खानी एकदम मिठो छ भन्दै हुनुहुन्छ है दाइले फेरि उसले पनि खाइरह अब दाइ चाख्दै हुनुहुन्छ के भन्दै हुनुहुन्छ है कस्तो यता बताइदिनु है चाखेर खाना ल एकदम दामी बवाल बनिरह भन्नुहुन्छ खाइरहेछ हामीले पनि चप्प अब यो चाहिँ अब केटाहरूले खानै सकेनन् कि लास्ट टाइम यो चाहिँ अब हामी चाहिँ अब यति बनाएर घरतिर लाग्न लाग्यो हामी चाहिँ अब घरतिर गइन्छ च्याप्प आजलाई चाहिँ हाम्रो भ्लग यति नै अन्त्य हुने भयो कि यतिमा अन्त्य हुने भयो फेरि पार्ट 2 आउँछ कि यो भ्लगको